ल झुन्डिएको सास जुन चाहिँ यसरी सुरु हुन्छ। कति कुर्दै होलिन् ती आमा आँगनको ढोकामा टोलाएर छोरा फर्किन्छ भनेर, तर फर्किएन त्यो छोरा। फर्कियो त केवल एकजना मानिस हातमा कात्रो लिएर। कति भतभती पोले होला त्यो बाको छाती जब आफ्नै छोराको शरीर काँधमा बोके। हिजो जसलाई हात समाएर हिँडाउँथे आज उसको निधारमा टाँसिएर निधार टेके। मृत्युको कारण आत्महत्या, अनि आत्महत्याको कारण आफ्नै प्रेमिकाबाट पाएको पटक पटकको धोका, बिछोड र वियोग सुनेर समाजले थुक्यो। कसैले सोचेन त्यो निर्णय पचाउन, कसैले सोचेन त्यो निर्णय पचाउन। कति पटक ऊ रोयो होला, कति पटक ऊ झुकेको होला। सास लिएर भाग्यो तर एउटा चिट्ठी छोडेर गयो, जसको कथा चिट्ठीमा समेटिएको थियो। बा, मलाई माफ गर्नु है, म तिम्रो बुई चढेर हिँड्ने छोरा। तर हिजो आज जिन्दगीले नै मलाई टेकेर चढ्न थालेको छ। आमा, म तिमीलाई हँसाउने छोरा, तर आज मेरो आफ्नै आँसु रोक्न सकिनँ। बा आमाको बुढेसकालको सहारामा, तर आज प्रेमिकाको धोका र बिछोड सहन सकिनँ। नाम्लो बोकेर हिँड्न सक्ने छोरा, तर जिन्दगी बोक्न नसक्ने भएँ। जिउँदो हुँदा नाम्लोले डोको बेर्ने छोरा, आज बाँच्न नसकेर त्यही नाम्लोले घाँटी बेर्न बाध्य भएको छु। समाजले हेरिरह्यो, कसैले टिठ गरे भने, कसैले औँला ठडाउँदै भने। कमजोर थियो भागेर गयो, तर कसैले हेरेन छाती चिरेर, कसैले सुनेन बाँचम कसरी भन्ने प्रश्न। मैले कसैलाई मेरो प्रेम दिएँ, तर बदलामा त्यो प्रेम पाउन सकिनँ। त्यसैले गल्ती तिम्रो मात्र होइन, गल्ती मेरो पनि थियो होला। यो कलियुग हो भनेर, एउटा गए अर्को आउँछ भनेर, खुट्टा भए जुत्ता जति पनि पाउँछु भनेर सोच्नु पर्थ्यो। तर उसलाई त मैले मेरो आगाध प्रेम दिएको थिएँ, उसलाई नै मेरो जीवनसाथी बनाउँछु भनेर सोचेको थिएँ। बुढेसकालसम्म उसकै मात्र हात समाउँछु भनेर सोचेको थिएँ। तर तिम्रो निर्णय त फरक रहेछ। धेरै पटक एक्लै लडेको थिएँ, धेरै पटक एक्लै उठेको थिएँ, तर मेरो लडाइँ हेर्ने कोही थिएन, मेरो आघात बुझ्ने कोही थिएन। मैले प्रेम गरेको मानिसले त मेरो आघात बुझेन, मैले प्रेम गरेको मानिसले त मेरो साथ दिएन। अन्त्यमा म जिउँदो भएर पनि पहिल्यै मरेको थिएँ, तर अहिले मात्र सबैले थाहा पाउनेछन्, किनकि म त्यो डोरीमा झुन्डिएको हुनेछु, किनकि म त्यो सेतो कात्रोमा बेरिएको हुनेछु, किनकि म त्यो सेतो कात्रोमा बेरिएको